नमस्कार, यहाँहरूलाई स्वागत गर्न चाहन्छौँ हाम्रो यस लोकसेवा न्यू जेनेरेसन युट्युब च्यानलमा। यस च्यानल अन्तर्गत रहेर हामीहरूले लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सुरक्षा निकाय, ब्याङ्किङ साथै सम्पूर्ण आयोगले लिने प्रतिस्पर्धात्मक परीक्षाहरूका बारेमा विभिन्न जानकारीहरू, समसामयिक भिडियो साथै नमुना प्रश्नपत्र लिएर उपस्थित हुने गरेका छौँ। सधैँका जस्तै आज पनि हामीहरूले लोकसेवा आयोगले लिने परीक्षा अन्तर्गत नेपाल विद्युत प्राधिकरणको 5औं तह मिटर रिडिङ सुपरभाइजर तथा लेखापाल प्रतियोगिताको आन्तरिक प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षाको चाहिँ नमुना प्रश्नपत्र चाहिँ लिएर उपस्थित भइसकेका छौँ। यहाँभन्दा पहिलेका भिडियो हजुरहरूलाई चाहिँ कस्तो लाग्दैछन्? जस्तो लाग्छन् त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। साथै यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। विषय रहेको छ सामान्य ज्ञान तथा सार्वजनिक व्यवस्थापन। यो चाहिँ हाम्रो नेपाल विद्युत प्राधिकरण अन्तर्गत प्रथम पत्रको चाहिँ विषय रहेको छ। यसमा चाहिँ 50वटा चाहिँ हजुरहरूलाई सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापनका प्रश्नहरू आउने गरेका छन् भने प्रथम पत्रमै चाहिँ 50 नम्बरको चाहिँ लिखित, यसैबाट चाहिँ लिखित पनि आउने गरेको छ। हामी चाहिँ यहाँहरू समक्ष बहुवैकल्पिक वस्तुगत प्रश्न उत्तर चाहिँ लिएर उपस्थित भइसकेका छौँ। प्रश्न चाहिँ सुरु गरौँ। प्रश्न नम्बर 1बाट नेपालभित्र फेला परेका मातृत्व पितृत्वको ठेगाना पत्ता नलागेका व्यापारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्छ भनेको छ। यसको चाहिँ सही उत्तर रहेको छ अप्सन सीमा रहेको वंशजका आधारमा चाहिँ नेपालभित्र फेला परेका पितृत्व मातृत्वका आधारमा चाहिँ नेपालको चाहिँ नागरिक ठहर्ने गरेको छ भनेको छ। त्यसै गरेर प्रश्न नम्बर 2 सङ्घ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतबाट राजस्व उठाउन सक्ने व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ भनेको छ। अप्सन ए धारा 57, अप्सन बी धारा 58, अप्सन सी धारा 59 र अप्सन डी धारा 60 र यसको सही उत्तर रहेको छ अप्सन डी धारा 60। यसको चाहिँ सही उत्तर चाहिँ अप्सन डीमा रहेको छ। धारा 60मा चाहिँ सङ्घ प्रदेश स्थानीय तहले चाहिँ आफ्नो क्षेत्रभित्रका विषयमा कर उठाउन पाउने व्यवस्था रहेको छ भनेको छ। त्यसै गरेर अर्को नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार सङ्घीय तहमा मन्त्रालयको सङ्ख्या कति रहेको छ। अप्सन ए 20, अप्सन बी 21, अप्सन सी 22 र अप्सन डी 23 र यसको सही उत्तर रहेको छ अप्सन सी 22 वटा। त्यसै गरेर प्रश्न नम्बर 4 फादर अफ ब्युरोक्रेसी भनेर कसलाई चिनिन्छ? विड्रो विल्सन, म्याक्स वेबर, जोन बेजर र हेनरी फ्युल र यसको सही उत्तर रहेको छ फादर अफ ब्युरोक्रेसी भनेर म्याक्स वेबरलाई चिन्ने गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 5 नेपाल विद्युत प्राधिकरणको सहायक 5औं तहको पदको कार्य विवरण कसले स्वीकृत गर्ने गर्दछ? सहायक 5औं तहको कार्य विवरण चाहिँ कसले स्वीकृत गर्ने गरेको छ भनेको छ मुख्य प्रशासकीय अधिकृत, प्रशासन महाशाखा प्रमुख, विभागीय प्रमुख र कार्यालय प्रमुख र यसको सही उत्तर रहेको छ अप्सन डी कार्यालय प्रमुख। कार्यालय प्रमुखले चाहिँ 5औं तहको चाहिँ मिटर रिडिङ सुपरभाइजरको चाहिँ कार्य विवरण चाहिँ स्वीकृत गर्ने गरेको छ। त्यसै गरेर प्रश्न नम्बर 6मा नेपाल विद्युत प्राधिकरणमा नयाँ स्थायी नियुक्ति हुने कर्मचारीका लागि अवधि परीक्षण कालमा कति अवधि चाहिँ परीक्षण कालमा राखिन्छ भनेको छ। अप्सन ए सबैलाई 1 वर्ष, अप्सन बी पुरुषलाई 1 वर्ष, महिलालाई 6 महिना, सबैलाई 6 महिना र परीक्षण कालमा राखिन्न भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन बी पुरुषहरूका लागि चाहिँ 1 वर्ष र महिलाहरूका लागि चाहिँ 6 महिना यसको सही उत्तर रहेको छ। भने यो चाहिँ स्थायी पहिले नै स्थायी नियुक्ति भएका सरुवा बढुवा भएका कर्मचारीहरूलाई चाहिँ एकपटक परीक्षण कालमा बसेका कर्मचारीहरूलाई पुनः परीक्षण कालमा बस्न नपर्ने व्यवस्था चाहिँ यसले गरेको छ। प्रश्न नम्बर 7 नेपाल विद्युत प्राधिकरणको सहायक 5औं तहको रिक्त पदमा कति प्रतिशत खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने व्यवस्था रहेको छ भनेको छ। अप्सन ए 45%, अप्सन बी 50%, अप्सन सी 60% र अप्सन डी 70% र यसको सही उत्तर हो अप्सन सी
60% चाहिँ खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 8 नेपाल विद्युत प्राधिकरणको लेखा परीक्षण समितिले आफ्नो कार्य सम्पादन प्रतिवेदन वर्षमा कति पटक सञ्चालन समिति समक्ष पेश गर्दछ? लेखा परीक्षण समितिले आफ्नो कार्य प्रतिवेदन कति पटक चाहिँ वर्षमा कति पटक पेश गर्ने गरेको छ भनेको छ। अप्सन ए कम्तीमा 1 पटक, अप्सन बी कम्तीमा 2 पटक, अप्सन सी कम्तीमा 3 पटक र अप्सन डी कम्तीमा 4 पटक र यसको सही उत्तर रहेको छ अप्सन बी कम्तीमा 2 पल्ट चाहिँ आफ्नो लेखा परीक्षण समितिले सञ्चालक समक्ष चाहिँ प्रतिवेदन 2 पटक चाहिँ प्रतिवेदन पेश गर्छ भनेको छ। त्यसै गरेर अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 9 महालेखा परीक्षकको 60औं प्रतिवेदन अनुसार नेपालमा हालसम्मको अद्यावधिक बेरुजु रकम कति रहेको छ? अद्यावधिक बेरुजु रकम अप्सन ए 5 खर्ब 87 अर्ब 33 करोड 94 लाख, 5 खर्ब 88 अर्ब 13 करोड 95 लाख, 5 खर्ब 80 अर्ब 30 करोड 90 लाख र अप्सन डी 5 खर्ब 88 अर्ब 20 करोड 94 लाख र यसको सही उत्तर रहेको छ अप्सन ए मा रहेको 5 खर्ब 87 अर्ब 33 करोड 94 लाख रुपियाँ चाहिँ बेरुजु रहेको छ भनेको छ महालेखा परीक्षकले निकालेको प्रतिवेदन अनुसार। प्रश्न नम्बर 10 खरिद कार्यालय व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन कहिलेदेखि लागू भयो भनेको छ? सार्वजनिक खरिद ऐन चाहिँ कहिलेदेखि लागू भयो भनेको छ। अप्सन ए 2075 फागुन 19, अप्सन बी 2073 असार 30, अप्सन सी 2072 फागुन 13 र अप्सन डी 2063 फागुन पुस 30। यसको चाहिँ सही उत्तर रहेको छ अप्सन डी मा रहेको विक्रमसम्म 2063 साल पुस 30 गते चाहिँ यसको सही उत्तर रहेको छ। त्यसै गरी प्रश्न नम्बर 11 प्लान होलिडे भन्नाले के बुझिन्छ? प्लान होलिडे भन्नाले के बुझिन्छ भनेको छ कर्मचारीले वर्षभरि लिने बिदाको योजना, त्यसै गरेर योजनाविहीन वर्ष, योजना तर्जुमा गर्न दिइने छुट्टी, वित्तीय व्यवस्थापन नभएको योजना। यसमा चाहिँ प्लान होलिडे भनेर चाहिँ अप्सन बी मा रहेको एन्सर छ। यो चाहिँ योजनाविहीन वर्षलाई चाहिँ प्लान होलिडे भनेर चिन्ने गरिन्छ। त्यसै गरी क्वेसन नम्बर 12 आर्थिक सर्वेक्षण 2079-80 अनुसार हाल नेपालमा वन क्षेत्रले कति प्रतिशत भूभाग ओगटेको छ? वन क्षेत्रले चाहिँ कति प्रतिशत भूभाग ओगटेको छ भनेको छ। अप्सन ए 41.14%, अप्सन बी 42.50%, अप्सन सी 43.10% र अप्सन डी 45.31% र यसको सही उत्तर रहेको छ अप्सन ए 41.14%। नजुकिनु होला साथीहरू, यो 79-80 अनुसार भनेको छ आर्थिक सर्वेक्षण 79-80 अनुसार यो चाहिँ 41.14% हो र हाल 82-83 मा चाहिँ यसको 45.31% चाहिँ ओगटेको छ। नजुकिनु होला यसमा चाहिँ। त्यसै गरी नेपालमा हालसम्म सञ्चालित अद्यावधिक योजना मध्ये कुन आवधिक योजना झन्डै 99% चाहिँ खर्च गरिएको थियो भनेको छ। अप्सन ए 8औं, अप्सन बी 4थो, अप्सन सी 13रो र अप्सन डी 2रो र यसको सही उत्तर हो सबैभन्दा धेरै खर्च गरिएको भनेको 2रो योजना हो जो चाहिँ झन्डै 99% चाहिँ खर्च गरिएको थियो। त्यसै गरी क्वेसन नम्बर 14 कुम्भकर्ण हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्ने गर्दछ? कुम्भकर्ण हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्ने गर्दछ? अप्सन ए कञ्चनजङ्घा, बी खुम्बु, सी रोलबालिङ र डी धवलागिरी र यसको सही उत्तर रहेको छ अप्सन ए कञ्चनजङ्घा हिम श्रृङ्खला अन्तर्गत पर्ने गर्दछ। प्रश्न नम्बर 15 नेपालसँग सिमाना नजोडिएको नेपालको सबभन्दा नजिकको मुलुक तर दूरीका तलको मध्ये कुन भनाइ ठिक हो भनेको छ? कुन ठिक हो भनेको छ। अप्सन ए भुटान जो 32 किलोमिटर, बङ्गलादेश 32 किमी, भुटान चाहिँ 27 किमी र बङ्गलादेश 27 किमी र यसको सही उत्तर रहेको छ अप्सन बी मा रहेको बङ्गलादेश जो 32 किमीमा रहेको छ नेपालसँगको सबभन्दा नजिक सिमाना भएको देश हो जो सिमाना नजोडिए पनि देश चाहिँ नजिक रहेको छ भनेको छ। त्यसै गरी प्रश्न नम्बर 16 नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो भनेको छ। अप्सन ए सङ्खुवासभा, बी पर्वत, सी बागलुङ र डी
रोल्पा र यसको सही उत्तर हो अप्सन सी बागलुङ जिल्ला। त्यसै गरेर प्रश्न नम्बर 17ले भन्छ किलर माउन्टेन भनेर कुन हिमाललाई चिनिन्छ? किलर माउन्टेन भनेर अप्सन ए मनास्लु, बी चोयु, सी मकालु र डी माछापुच्छ्रे र यसको सही उत्तर रहेको छ अप्सन ए मनास्लु हिमाललाई चाहिँ हामीले किलर माउन्टेन भनेर चिन्ने गरिन्छ। र यहाँनिर रहेको छ तल र ताल र सम्बन्धित जिल्लाहरूबीच जोडा मिलाई सही विकल्प छनौट गर्नुहोस् भनेको छ। क जगदुल्ला ताल, ख बराहा ताल, ग घोडाघोडी ताल र घ बाराकुने ताल। त्यसै गरेर 1 नम्बरमा दाङ, डोल्पा, खोटाङ र कैलाली र अप्सनहरू रहेका छन् यो ABCD भनेर दिएको छ। यसको लागि चाहिँ हामीले अप्सन ए हेर्न सक्छौँ जसमा चाहिँ अप्सन एमा रहेको छ जगदुल्ला ताल चाहिँ डोल्पा जिल्लामा पर्छ। त्यसै गरेर बराहा ताल चाहिँ खोटाङ जिल्लामा पर्छ। जगदुल्ला ताल चाहिँ डोल्पा जिल्लामा पर्छ। बराहा ताल चाहिँ खोटाङ जिल्लामा पर्छ र घोडाघोडी ताल चाहिँ कैलाली जिल्लामा पर्छ भने बाराकुने ताल यो दाङ जिल्लामा पर्छ भनेको छ र यसको सही उत्तर रहेको छ अप्सन ए चाहिँ यसको सही उत्तर रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 19 रेड पाण्डाका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो भनेको छ। अप्सन ए लाङटाङ, अप्सन बी सगरमाथा, अप्सन सी शिवपुरी र अप्सन डी मकालुबरुण र यसको सही उत्तर रहेको छ अप्सन एमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज। त्यसै गरेर प्रश्न नम्बर 20 धौबादी फलामखानीको क्षमता चाहिँ कति रहेको छ भनेको छ, कति क्षेत्रफलमा फैलिएको छ भनेको छ। अप्सन ए 1000 हेक्टर, अप्सन बी 100 हेक्टर, अप्सन सी 10 हेक्टर र अप्सन डी 1 हेक्टर र यसको सही उत्तर रहेको छ अप्सन ए 1000 हेक्टर क्षेत्रफलमा चाहिँ धौबादी फलामखानी फैलिएको छ। त्यसै गरी प्रश्न नम्बर 21 सप्तकोशीको सहायक नदीमध्ये सबैभन्दा पश्चिमबाट बग्ने नदी कुन हो? सप्तकोशीका 7वटा सहायक नदीमध्ये सबैभन्दा पश्चिमबाट बग्ने सहायक नदी कुन हो? अप्सन ए इन्द्रावती, बी सुनकोशी, सी लिखु र डी तामाकोशी र यसको पनि सही उत्तर रहेको छ अप्सन ए कै नै इन्द्रावती नदी नै सबैभन्दा पश्चिमबाट बग्ने गर्दछ। त्यसै गरेर प्रश्न नम्बर 22 नेपालको चुरे पहाड र मध्य महाभारत पर्वतको 1200 देखि 2100 मिटरको उचाइमा पाइने हावालाई के भनिन्छ? ए उष्ण मनसुनी, बी न्यानो समशीतोष्ण र सी ठन्डा समशीतोष्ण र डी लेगाली र यसको सही उत्तर रहेको छ अप्सन बीमा रहेको न्यानो समशीतोष्ण हावापानीलाई हामीले नेपालको 1200 देखि 2100 मिटरमा पाइने हावापानी पनि भनेर भन्ने गरिन्छ। त्यसै गरेर प्रश्न नम्बर 23 राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनघनत्व प्रति वर्ग किलोमिटर कति रहेको छ भनेको छ। अप्सन ए 206 प्रति वर्ग किलोमिटर, अप्सन बी 202 प्रति वर्ग किलोमिटर, अप्सन सी 198 प्रति वर्ग किलोमिटर र अप्सन डी 192 प्रति वर्ग किलोमिटर र यसको उत्तर चाहिँ हजुरहरूले गेस गरिसक्नु भएको छ होला। यसको उत्तर चाहिँ अप्सन नम्बर सीमा रहेको 198 प्रति वर्ग किलोमिटर रहेको छ भनेको छ। प्रश्न नम्बर 24 नेपालको सबैभन्दा न्यून जनघनत्व रहेको भौगोलिक क्षेत्र कुन हो? ए तराई, बी पहाड, सी हिमाल र डी भित्री मधेस। यो चाहिँ सबैलाई चाहिँ अनुमानको भरमा पनि हामीले यसको सही उत्तर अनुमान गर्न सकिन्छ। न्यून जनघनत्व जहाँ चाहिँ जनसङ्ख्या कुन क्षेत्रमा कम छ भन्दा पक्कै पनि अप्सन सीमा रहेको हिमाली क्षेत्रमा चाहिँ यसको जनसङ्ख्या नेपालको तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा जनसङ्ख्या कम छ। प्रश्न नम्बर 25 ऋद्धिसिद्धिको नाच हेर्दा हेर्दै मरेका राजा को हुन् भनेको छ। अप्सन ए योगनरेन्द्र मल्ल, अप्सन बी प्रताप मल्ल, अप्सन सी भूपालेन्द्र मल्ल र अप्सन डी सिद्धि नरसिंह मल्ल र यसको सही उत्तर रहेको छ अप्सन बी प्रताप मल्ल। ऋद्धिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा भनेको प्रताप मल्ल हुन्। यो चाहिँ तीर्थ गएको बेला मर्ने राजा पनि भनेर चिनिन्छ यिनलाई, यो पनि सम्झिनु होला। त्यसै गरेर प्रश्न नम्बर 26 गौतम बुद्ध काठमाडौँ उपत्यका आएको समयमा काठमाडौँ उपत्यकामा कुन वंशका राजाहरूको शासनकाल थियो भन्छ। अप्सन ए किरात, बी लिच्छवी, सी मल्ल र डी गोपाल र यिनी गौतम बुद्ध काठमाडौँ आउँदा 7औं किराती राजा जितेदस्तीको पालामा यिनी चाहिँ
काठमाडौँ आएका थिए भनेको छ। त्यसैले यो चाहिँ किराँत कालमा चाहिँ किराँतीहरूको चाहिँ वंश रहेको थियो अथवा शासनकाल रहेको थियो गौतम बुद्ध काठमाडौँमा आइपुग्दा। त्यसै गरी प्रश्न नम्बर 27 लिच्छवी कालमा व्यापार वाणिज्यमा लगाइने करलाई के भनिन्थ्यो? लिच्छवी कालमा व्यापार वाणिज्यमा लगाइने करलाई चाहिँ अप्सन बीमा रहेको छ कर भनेर चिन्ने गरिन्थ्यो। त्यसै गरी किराँत वंशका अन्तिम राजा को थिए? किराँत वंशका अन्तिम राजा अप्सन ए जितेदस्ती, अप्सन बी संस्थाकु, अप्सन सी विरूपाक्ष र अप्सन डी गस्ती। यो चाहिँ अप्सन डीमा रहेको एन्सर छ गस्ती, जो चाहिँ किराँतका अन्तिम राजा पनि थिए। भने किराँतका पहिलो राजालाई चाहिँ अथवा प्रथम राजा चाहिँ यलम्बर थिए भने अन्तिम राजा चाहिँ गस्ती थिए। यो नझुकिनु होला। प्रश्न नम्बर 29 यो चाहिँ समसामयिक अन्तर्गत पर्छ। काठमाडौँ उपत्यकामा हर्न बजाउन कहिलेदेखि निषेध गरिएको थियो अथवा निषेध कहिलेदेखि गरिएको थियो भनेको छ। अप्सन ए विक्रमसम्वत 2073 फागुन 7 गते, अप्सन बी विक्रमसम्वत 2074 वैशाख 1 गते, अप्सन सी विक्रमसम्वत 2074 साउन 1 गते र अप्सन डी विक्रमसम्वत 2074 असोज 28 गते। र यसको सही उत्तर रहेको छ अप्सन बीमा रहेको विक्रमसम्वत 2074 वैशाख 1 गतेदेखि काठमाडौँमा हर्न बजाउन निषेध गरिएको थियो। त्यसै गरी प्रश्न नम्बर 30 शहीद गङ्गालाल श्रेष्ठलाई कहिले मारिएको थियो भनेको छ। शहीद गङ्गालाल श्रेष्ठलाई चाहिँ अप्सन ए विक्रमसम्वत 1997 माघ 12 गते, अप्सन बी विक्रमसम्वत 1997 माघ 14 गते, अप्सन सी विक्रमसम्वत 2004 माघ 14 गते, विक्रमसम्वत 2007 फागुन 4 गते। र यसको सही उत्तर रहेको छ अप्सन बीमा रहेको विक्रमसम्वत 1997 माघ 14 गते चाहिँ गङ्गालाल श्रेष्ठले मारिएको थियो भने शुक्रराज शास्त्रीलाई चाहिँ विक्रमसम्वत 1997 माघको 12 गते मारिएको थियो। नजुकिनु होला, यो माघको 12 गते भनेको शुक्रराज शास्त्रीलाई मारिएको थियो भने यो अप्सनको चाहिँ गङ्गालाल श्रेष्ठलाई मारिएको थियो। त्यसै गरेर नेपालका प्रथम जननिर्वाचित सांसद प्रमुख सभामुख कृष्णप्रसाद भट्टराई थिए भने उपसभामुख को थिए भनेको छ। प्रथम जननिर्वाचित सभामुख चाहिँ कृष्णप्रसाद भट्टराई थिए भने उपसभामुख को थिए भनेको छ। ए मोहम्मद मोहसिन, बी भूपाल सिंह कार्की, सी विश्वबन्धु थापा र डी महेन्द्र नारायण निधि। र यसको सही उत्तर रहेको छ महेन्द्र नारायण निधि, जो अप्सन डीमा रहेको छ। उनी चाहिँ नेपालका प्रथम जननिर्वाचित उपसभामुख रहेका थिए। त्यसै गरेर प्रश्न नम्बर 32 नेपालमा जनगणना गर्ने कार्य कहिलेबाट सुरु भएको थियो? नेपालमा जनगणना गर्ने कार्य चाहिँ विक्रमसम्वत 2008 विक्रमसम्वत 1998 विक्रमसम्वत 1978 र विक्रमसम्वत 1968। र यसको सही उत्तर रहेको छ अप्सन डीमा रहेको विक्रमसम्वत 1968। त्यसै गरी प्रश्न नम्बर 33 सुनधाराको निर्माण कसले गरेका थिए? सुनधाराको निर्माण कसले गरेका थिए? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी बहादुर शाह, अप्सन सी भीमसेन थापा, अप्सन डी प्रताप सिंह शाह। सुनधाराको निर्माण चाहिँ अप्सन सीमा रहेको भीमसेन थापाले चाहिँ सुनधारा, त्यसै गरेर धरहराको निर्माण चाहिँ भीमसेन थापाले गरेका थिए। प्रश्न नम्बर 34 नेपालको सबभन्दा धेरै वडा भएको महानगरपालिका कुन हो? नेपालको सबभन्दा धेरै वडा भएको महानगरपालिका चाहिँ अप्सन ए काठमाडौँ, अप्सन बी भक्तपुर, अप्सन सी विराटनगर र अप्सन डी पोखरा। र यसको सही उत्तर रहेको छ अप्सन डी पोखरा चाहिँ यसको सही उत्तर रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 35 सबै जातको फुलबारी नामक कृतिका लेखक को हुन्? सबै जातको फुलबारी कृतिका लेखक चाहिँ अप्सन ए गोपाल प्रसाद रिमाल, अप्सन बी लक्ष्मी प्रसाद देवकोटा, अप्सन सी डोरबहादुर बिष्ट र अप्सन डी बालकृष्ण सम। यसको सही उत्तर रहेको छ अप्सन सी डोरबहादुर बिष्ट। त्यसै गरेर प्रश्न नम्बर 36 दिएका मध्ये नेपालको ठुलो हिमताल कुन हो? दिएका मध्ये नेपालको सबैभन्दा ठुलो हिमताल चाहिँ अप्सन ए मा रहेको छ खुम्बु चाहिँ नेपालको सबभन्दा ठुलो हिमताल रहेको छ। त्यसै गरी प्रश्न नम्बर 37 हेल्मो जातिको बसोबासको मूल थलोको रूपमा चिनिने जिल्ला कुन हो? हेल्मो जातिको चाहिँ बसोबासको मूल थलोको रूपमा चिनिने जिल्ला चाहिँ हाम्रो अप्सन सीमा रहेको सिन्धुप्लान्चोक जिल्ला चाहिँ हेल्मो जातिको बसोबासको मुख्य थलोको रूपमा चिन्ने
गरिन्छ। त्यसै गरेर थारू जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ भनेको छ, यहाँ लाएरै भएछ। थारू जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ भनेको छ। अप्सन ए दोचा, अप्सन बी खराउ, अप्सन सी बुट र अप्सन डी पोलो र यसको सही उत्तर रहेको छ अप्सन डीमा रहेको पोलो। आर्थिक वर्ष 2080-81 को बजेटले वार्षिक आर्थिक वृद्धि कति प्रतिशत हुने लक्ष्य राखेको छ। आर्थिक वर्ष 2080-81 को बजेटले चाहिँ नेपालको अप्सन ए 4.5, अप्सन बी 5.0, अप्सन सी 5.5 र अप्सन डी 6.0 र यसको सही उत्तर रहेको छ अप्सन 1 मा रहेको 6.0 चाहिँ आर्थिक वृद्धि दर हुने लक्ष्य राखेको छ। त्यसै गरेर प्रश्न नम्बर 40, आर्थिक वर्ष 2080-81 को बजेटले अर्धवार्षिकी मूल्याङ्कन पश्चात बजेट संशोधन गरी कति कायम गरेको छ। अप्सन ए मा रहेको छ अप्सन ए, बी, सी, डी भनेको छ। यसको चाहिँ म अब सिधै सही एन्सर मात्र भनिदिन चाहन्छु। प्रश्न नम्बर 40 को चाहिँ अप्सन ए मा रहेको यो चाहिँ आर्थिक अर्धवार्षिकी मूल्याङ्कन पश्चात बजेट संशोधन गरी कायम गरिएको बजेट चाहिँ नेपालको 1,53,02,662 यो चाहिँ लाखमा रहेको छ। यो यति रुपियाँ चाहिँ नेपालको बजेट संशोधन अर्धवार्षिकी बजेट संशोधन पश्चात चाहिँ गरिएको कायम गरिएको बजेट हो। त्यसै गरेर प्रश्न नम्बर 41, सरकारी बजेट प्रणालीमा जोडिएको एमटिइएफ को उद्देश्य के हो भनेको छ। एमटिइएफ को उद्देश्य चाहिँ वार्षिक बजेट तथा आवधिक योजना बीच तालमेल गर्नु कार्य चाहिँ यसको सही उत्तर रहेको छ। वार्षिक बजेट र आवधिक योजना बीच तालमेल गर्ने कार्य चाहिँ यसको मुख्य कार्य रहेको छ। नेपालको मुख्य व्यापारिक साझेदार मुलुक कुन हो भनेको छ। नेपालको मुख्य व्यापारिक साझेदार मुलुक चाहिँ हाम्रै छिमेकी राष्ट्र भारत रहेको छ, अप्सन सी मा रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 43, सार्कको बडापत्रमा कति धारा रहेका छन्। सार्कको बडापत्रमा चाहिँ अप्सन ए मा रहेको छ 10 धारा रहेका छन्। प्रश्न नम्बर 44, सन् 2022 देखि हालसम्म बिमस्टेकको अध्यक्षता कुन राष्ट्रले गरिरहेको छ भनेको छ। बिमस्टेकको अध्यक्षता चाहिँ अप्सन नम्बर डी मा रहेका थाइल्यान्डका व्यक्तिले गरिरहेका छन्। 22 देखि हालसम्म चाहिँ थाइल्यान्डका व्यक्तिले गरेका छन् बिमस्टेकको अध्यक्षता भने। सन् 2024 देखि चाहिँ भारतका इन्द्रमणि पाण्डे भन्ने व्यक्तिले चाहिँ यो बिमस्टेकको हालको अध्यक्षता गरिरहनु भएको छ भने यो चाहिँ 2024 सम्मको चाहिँ प्रश्नहरू आएको कारणले गर्दा मैले अहिले चाहिँ थाइल्यान्डको कुरा गरिरहेको छु। यो चाहिँ 2024 पछाडि चाहिँ भारतका इन्द्रमणि पाण्डेले गर्नुभएको थियो भने त्यहाँभन्दा पहिला चाहिँ बिमस्टेकको अध्यक्षता बङ्गलादेश थाइल्यान्डले गरिरहेको थियो। त्यसै गरेर प्रश्न नम्बर 45, सार्कको अङ्ग तलको मध्ये कुन होइन भनेको छ। सार्कको अङ्ग तलको मध्ये ए शिखर सम्मेलन, बी मन्त्री परिषद, सी आर्थिक परिषद र डी प्राविधिक समिति भनेको छ। यसको सही उत्तर हो अप्सन सी मा रहेको आर्थिक परिषद। त्यसै गरेर आसियनका वर्तमान महासचिवको नाम के हो भनेको छ। आसियनका वर्तमान महासचिवको नाम चाहिँ कम्बोडियाका हुनुहुने कम्बोडियाका डाक्टर कियो किम होन चाहिँ आसियनका वर्तमान महासचिव रहेका छन्। त्यसै गरेर प्रश्न नम्बर 47, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कतिवटा जात जाति रहेका छन् भनेको। राष्ट्रिय जनगणना अनुसार नेपालमा जात जातिको सङ्ख्या चाहिँ 125 वटा रहेको छ भनेको छ। त्यसपछि 78 अनुसार चाहिँ यो 2024 सम्मको चाहिँ तथ्याङ्कलाई हामीले हेरिरहेका छौँ। यो चाहिँ 2081 सालको सम्मको चाहिँ वैशाखसम्मको कुराहरूले हेरिरहेका छौँ हामीले। पछि चाहिँ राणा थारू र हेल्मो जाति दुईवटा जातिलाई थपिएर चाहिँ नेपालमा चाहिँ हाल 127 वटा चाहिँ जात जातिको सङ्ख्या चाहिँ भइसकेको छ। यो चाहिँ नझुक्किनु होला हजुरहरू। प्रश्न नम्बर 48 मा जान्छौँ। अन्तर्राष्ट्रिय फुटबलमा 50 गोल गरेर रेकर्ड राख्ने पहिलो नेपाली महिला खेलाडीको हुन्। 50 गोल हान्ने पहिलो नेपाली महिला खेलाडीको हुन् भनेको छ। सबैले फुटबल भन्ने बित्तिकै महिला फुटबल भन्ने बित्तिकै सबैले चाहिँ सावित्रा भण्डारी साम्बा भनेर चाहिँ चिन्नुभएको छ होला। उनले चाहिँ नेपालको तर्फबाट नेपाली महिलामा चाहिँ 50 गोल गर्ने पहिलो महिला खेलाडी बनेकी छिन् अन्तर्राष्ट्रिय फुटबल जगतमा।
प्रश्न नम्बर 49 नेपालको संविधान अनुसार कसैले पनि मृत्युदण्डको सजाय हुने गरी कानुन बनाइने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ? नेपालको चाहिँ संविधानको भाग 3 को धारा 16 देखि 46 सम्म चाहिँ 31 वटा मौलिक हकको व्यवस्था गरिएको छ, जस अन्तर्गत चाहिँ देखाएका हक अन्तर्गत मौलिक हक अन्तर्गत चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ मृत्युदण्डको सजाय दिने गरी कानुन बनाउन पाइने छैन भन्ने व्यवस्था चाहिँ अप्सन ए मा रहेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक भनेको छ। यसैको आधारमा चाहिँ उक्त कानुनको निर्माण गरिएको छ। सम्मानपूर्वक बाँच्न पाउने हकको आधारमा चाहिँ निर्माण गरिएको छ। यसमा चाहिँ मौलिक हकको रूपमा राखिएको छ। त्यसै गरेर प्रश्न नम्बर 50 सायद अन्तिम प्रश्न हुनसक्छ। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष को हुन्छ? नेपाल विद्युत प्राधिकरणको सञ्चालन समितिको अध्यक्ष चाहिँ अप्सन बी मा रहेको मन्त्री ऊर्जा मन्त्रालय भनेको छ। ऊर्जा मन्त्रालयको मन्त्रीलाई चाहिँ हामीले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको रूपमा मान्ने गरिन्छ। ल त साथीहरू, हाम्रो भिडियो आजका लागि चाहिँ यति नै। थप हजुरहरूको कमेन्ट अथवा हजुरहरूको प्रतिक्रिया मार्फत हामीहरूले अर्को भिडियोमा चाहिँ भेट्ने बाचा गर्दछौँ र हजुरहरूलाई यदि हाम्रो भिडियो चाहिँ राम्रो लागेको छ भने एउटा लाइक र एउटा कमेन्ट गरेर जान नबिर्सनु होला भन्दै आउँदै गरेका सम्पूर्ण आयोगहरूको परीक्षाका लागि चाहिँ हजुरहरूलाई सफलताको शुभकामना भन्दै अर्को भिडियोमा छिटै भेट्ने बाचा गर्दै यो भिडियोमा चाहिँ यहीँ अन्त्य गर्न चाहन्छौँ। हस्त, धन्यवाद, नमस्कार।